आजको युद्धको सबैभन्दा खतरनाक मैदान जमिन वा आकाश होइन, समुद्रको त्यो गहिराई हुन सक्छ जहाँ घामको किरण पुग्दैन। र त्यही हुने अदृश्य खेलले इरान अमेरिका तनावदेखि चीन अमेरिका प्रतिस्पर्धासम्मको पूरा समीकरण उल्ट्याइरहेको छ। तपाईले कहिल्यै सोच्नु भएको छ किन एउटा रिसर्च जहाजले बोक्ने सेन्सर, नक्सा र ध्वनि डाटाले ठूला विमानवाहक जहाजभन्दा पनि बढी रणनीतिक डर पैदा गर्न सक्छ? कारण सरल छ। समुद्री युद्ध जित्ने देशले समुद्री मार्ग, ऊर्जा आपूर्ति र अन्ततः युद्धको गति नियन्त्रण गर्न सक्छ। पछिल्ला महिनाहरूमा सार्वजनिक ट्र्याकिङ डाटा, विश्लेषक रिपोर्ट र सुरक्षा बहसहरूमा एउटा विषय बारम्बार आउँछ। चीनले प्रशान्त, हिन्द महासागर र केही ध्रुवीय क्षेत्रमा अन्डरसी म्यापिङ र निगरानी क्षमतामा असाधारण ध्यान बढाइरहेको छ, जसलाई उसले जलवायु, समुद्री भूगोल र वैज्ञानिक अनुसन्धानको नाम दिन्छ। तर रक्षा विश्लेषकहरू भन्छन् यस्तो डाटा सैन्य हिसाबले सुन जत्तिकै मूल्यवान हुन्छ, किनकि समुद्रभित्र ध्वनि कसरी बग्छ भन्ने कुरा तापक्रम, लवणता र गहिराईले बदल्छ। र यही साउन्ड प्रोफाइल थाहा पाउनेले आफ्नो पण्डुब्बी लुकाउन र विपक्षीको पत्ता लगाउन दुवैमा फाइदा उठाउँछ। उदाहरणका लागि, सोनारले आवाजको तरङ्ग प्रयोग गर्छ, तर समुद्रको थर्मोक्लाइन तहले आवाजलाई मोडिदिन्छ। कतिपय गहिराईमा ब्लाइन्ड स्पट बनाउँछ। त्यो ब्लाइन्ड स्पट कसरी बन्यो भनेर बुझ्न समुद्री तलको बनावट, पानीको घनत्व, करेन्ट र तापक्रमको सूक्ष्म अध्ययन चाहिन्छ। यही कारणले सिभिल मिलिटरी फ्युजन भन्ने अवधारणा धेरै चर्चा हुन्छ, जहाँ नागरिक अनुसन्धानबाट आएको ज्ञान सैन्य क्षमता विस्तारमा जोडिन्छ। रिपोर्टहरूमा नाम आउने केही चिनिया अनुसन्धान पोतहरू जसले नियमित जिगज्याग ढाँचामा समुद्र चिर्दै डाटा उठाउने गर्छन्, यस्तै बहसको केन्द्रमा छन्। विशेष गरी ताइवान वरिपरि, जापान नजिक, मलक्का जलडमरू मध्य आसपास, ग्वाम हवाई लाइन नजिक वा रणनीतिक चुक पोइन्ट मानिने समुद्री गल्छीहरूमा गतिविधि देखिँदा मलक्का जलडमरू मध्य किन संवेदनशील छ? किनकि विश्व व्यापारका विशाल जहाजहरू यही बाटो धेरै चल्छन् र चीनको ऊर्जा आपूर्ति पनि ठूलो मात्रामा यस्तै समुद्री मार्गमा निर्भर छ। त्यसैले समुद्री नक्सा केवल नक्सा होइन, यो भविष्यको सङ्कटमा कुन ठाउँमा कुन प्रकारको सबमरिन लुक्न सक्छ, कुन क्षेत्रमा सेन्सर जाल बिछ्याउन सकिन्छ, कुन मार्गबाट जहाजहरू सुरक्षित लैजान सकिन्छ भन्ने सैन्य योजना हो। यही पृष्ठभूमिमा अमेरिकाको चिन्ता स्वाभाविक हुन्छ, किनकि दशकौंदेखि अमेरिकाले समुद्री प्रभुत्व, विमानवाहक समूह र सबमरिन क्षमतामा अग्रता बनाएको दावी गर्छ। तर अब प्रतिस्पर्धा कति जहाज छन् भन्दा कसको डाटा र अन्डर वाटर अवेरनेस बलियो छ भन्ने दिशामा सर्दैछ। अब आउँछ अर्को ठूलो प्रश्न। यही समुद्री शक्ति प्रतिस्पर्धाको छायामा पश्चिम एसियामा इरान अमेरिका टकराव किन र कसरी बढ्दै घट्दै देखिन्छ? अमेरिकालाई इरानसँग के चाहिएको छ? सामान्यतया अमेरिकी प्राथमिकता 4 तहमा देखिन्छ। पहिलो, इरानको परमाणु कार्यक्रमलाई यस्तो अवस्थामा रोक्नु, सीमित गर्नु जहाँ परमाणु हतियारतर्फ जाने रोजकी कम होस्। दोस्रो, क्षेत्रीय तनाव घटोस्, विशेष गरी अमेरिकी सैन्य ठिकाना, साझेदार देश र समुद्री मार्गमाथि खतरा नबढोस्। तेस्रो, मिसाइल र ड्रोन क्षमताको विस्तारले क्षेत्रीय शक्ति सन्तुलन बिगाड्दै नजाओस्। र चौथो, सहयोगी समूहहरूलाई दिइने सैन्य आर्थिक समर्थन कम होस् भन्ने चाहना। तर इरानको दृष्टिकोण फरक हुन्छ। उसको मुख्य माग प्राय प्रतिबन्ध हटाउने, सम्पत्ति फुकाउने, सुरक्षा ग्यारेन्टी दिने, भविष्यमा शासन परिवर्तन वा आक्रमण नहोस् भन्ने सङ्केत र आफ्नो रक्षात्मक क्षमतामा पूर्ण बन्देज नलाउने हुन्छ। यहाँबाट ट्रम्प स्टाइलको नायो वार्ता बुझिन्छ। ट्रम्प प्रशासन अथवा ट्रम्पको पोलिटिकल लाइनले प्राय म्याक्सिमल प्रेसर र कडा शर्तको भाषा प्रयोग गर्छ। युरेनियम समृद्धिकरण बन्द, कडाभन्दा कडा निरीक्षण, मिसाइल कार्यक्रम सीमित र क्षेत्रीय नेटवर्क कमजोर। यस्ता शर्तहरू एकैपटक टेबलमा आए भने इरानभित्र हार्डलाइन धार बलियो हुने सम्भावना बढ्छ, किनकि उनीहरू सम्झौता गर्यो भने झन दबाव बढ्छ भन्ने तर्क गर्छन्। त्यसैले प्रश्न उठ्छ, ट्रम्पका शर्तहरूले युद्ध रोक्छन् कि लम्बिन्छन्? उत्तर एक वाक्यमा हुँदैन, तर सिद्धान्त स्पष्ट छ। यथार्थवादी, चरणबद्ध र दुवै पक्षलाई जितेको देखिने सम्झौताले तनाव घटाउँछ। एकपक्षीय, अपमानजनक वा तुरन्तै सबै कुरा त्याग्न बाध्य पार्ने किसिमको प्रस्तावले वार्ताभन्दा टकरावलाई मलजल गर्न सक्छ। उदाहरणका लागि, परमाणु विषयमा पूर्ण शून्य समृद्धिकरण भन्ने माग इरानको लागि राजनीतिक रूपमा निकै कठिन हुन्छ, जबकि सीमित तोकिएको समृद्धिकरण, कडा निरीक्षण, चरणबद्ध प्रतिबन्ध राहत मोडेल वार्तामा कहिलेकाहीँ सम्भव देखिन्छ। तर त्यसका लागि विश्वास चाहिन्छ, र विश्वास टुटेको ठाउँमा ग्यारेन्टीको प्रश्न सबैभन्दा ठूलो हुन्छ। अब होर्मुज जलडमरू मध्येको प्रसङ्ग जोडौँ। विश्वको कच्चा तेल र लिक्विड इन्धनको ठूलो हिस्सा यही गल्छी भएर जान्छ। अक्सर 20% हाराहारी भनेर उद्धृत गरिन्छ। त्यसैले यहाँ कुनै अवरोध, शुल्क विवाद वा सुरक्षा घटना भयो भने विश्व इन्धन बजारमा तुरन्तै कम्पन आउँछ।
इरानले कहिलेकाहीँ सुरक्षा नियमको कुरा गर्छ, अमेरिका पश्चिमले नेभिगेसनको स्वतन्त्रताको कुरा गर्छ, तर दुवै पक्षलाई थाहा छ तनाव बढे सबैभन्दा पहिले बीमा शुल्क, ढुवानी खर्च र तेलको मूल्य उफ्रिन्छ, जसले घरेलु राजनीति र विश्व अर्थतन्त्रमा दबाव थप्छ। यही कारणले पर्दा पछाडि संवादका च्यानलहरू, मध्यस्थ प्रयास र आंशिक डिलका चर्चा समय समयमा देखिन्छन्। तर दर्शकले एउटा कुरा सम्झनुपर्छ, सार्वजनिक भाषण कडा हुन सक्छ, तर बन्द कोठामा हुने वार्ताको भाषा प्राय व्यावहारिक हुन्छ। युद्ध रोक्ने वा लम्ब्याउने निर्णायक तत्त्व के होला? 1. इरानलाई कति वास्तविक प्रतिबन्ध, राहत र आर्थिक सास फेर्ने ठाउँ मिल्छ? 2. अमेरिकालाई कति पारदर्शिता र निरीक्षणको पहुँच मिल्छ? 3. क्षेत्रीय खेलाडीहरू, इजरायल, खाडी देशहरू तथा विभिन्न गैर राज्य समूहको गणित कसरी मिलाइन्छ? र 4. घरेलु राजनीतिक दबाव दुवै देशभित्र कसरी व्यवस्थापन हुन्छ? उता चीनको समुद्री अभियानको चर्चा किन यता इरानसँग जोडिन्छ? किनकि विश्व शक्ति प्रतिस्पर्धामा प्रत्येक क्षेत्रीय सङ्कट ठूलो शक्तिको लागि टेस्ट केस बन्छ। कुनै पनि तनावले अमेरिकी संसाधन र ध्यान तानेको बेला प्रशान्त हिन्द महासागरमा शक्ति सन्तुलनको अर्को खेल चलिरहन्छ र समुद्रभित्रको डाटा युद्ध त्यसैको एक रूप हो। निष्कर्षमा अमेरिका इरानसँग युद्ध मात्र चाहँदैन, अमेरिकाको मूल चाहना जोखिम नियन्त्रण, परमाणु अवरोध र समुद्री मार्गको स्थिरता हो। इरान पनि युद्ध मात्र चाहँदैन, ऊ आर्थिक जीवन रेखा, शासन सुरक्षा र क्षेत्रीय प्रभावको न्यूनतम ग्यारेन्टी खोज्छ। ट्रम्पका शर्तहरू यदि महत्तम दबावको सूची मात्र भए भने टकराव लम्बिन सक्छ, तर यदि चरणबद्ध, सत्यापन योग्य र दुवै पक्षलाई राजनीतिक रूपमा बेच्न मिल्ने ढाँचा बन्यो भने तनाव घट्ने सम्भावना पनि रहन्छ। अब प्रश्न तपाईलाई, समुद्रको गहिराईमा बनिरहेको यो नयाँ रणनीतिक दौड, डाटा, सेन्सर र सबमरिनले भोलिको युद्ध रोकिने दिशामा लैजान्छ कि अझ जटिल बनाउँछ? ग्लोबल दृष्टिका लागि तपाईको विचार कमेन्टमा लेख्नुहोस् र यस्तै विश्व राजनीति रणनीति विश्लेषणका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।